आज म तपाईहरुलाई सेना गसाउनु भएको यो भेडाहरू सबै तपाईलाई देखाउने छु र यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक शेयर कमेन्टहरु गर्न नबिर्सिनु होला अनि साथसाथै भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनु होला है त। र तपाईहरुलाई यो भेडाको बारेमा त्यति थाहा छैन होला। यो भेडाहरू चाहिँ सबै हाम्रो यहाँ भुटानको राजाले पालेको भेडाहरू हो। त्यसै कारणले गर्दा यिनीहरू एकदमै भाग्यमानी हुन् र जुन चाहिँ तपाईहरु आफै देख्न सक्नुहुन्छ यति राम्रो ठाउँमा बस्नु पाएको छ र यति घाँसहरू कति हैन अर्ग्यानिक घाँसहरू खान पाइरहेको छ र तपाईहरु देख्न सक्नुहुन्छ। अब यहाँ म चाहिँ तपाईहरुलाई सानो भेडाको पछि देखाउँछु र अब तपाईहरुलाई Shoo, yeah. हेर्नुहोस् अनि तपाईहरु रमाइलो गर्नुहोस्। ठाउँको धेरै भन्दा धेरै राम्रो छ, हरियाली। त्यहाँ पनि सानो रहेछ एउटा। क्या तर्सेर भाइतिर नि हेर्नुहोस् भेडाले कसरी देखाइरहेछ। This video is especially for my Onchudoma. मैले भने यिनीहरूले बुझिके हो। दाइजो डर पनि लाग्यो पछाडिबाट ड्याममा हान्यो भने यिनीहरूले त फेरि उडाइदिन्छ त आकाशतिर। म भन्छु यहाँले के हो के बस्न बुझ्न गएको छ। र अब म तपाईहरुलाई यहाँको जुन चाहिँ राजाले पालेको घोडाहरू तपाईहरुलाई देखाउन गइरहेको छु। फेरि मलाई हेरेर बसिरहेको छन्। मैले के गर्छु भनेर उसलाई नि डर लागिरहेको छ बिचरा। र यिनीहरू सबै यो घोडाहरू चाहिँ राजाले पालेको घोडाहरू हो। यिनीहरू र यो ठाउँ चाहिँ पुनाखामा पर्छ अनि ठाउँको नाम चाहिँ सेना गसल भन्छ। क्रिक 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 यहाँ चाहिँ सेतो घोडा छ एउटा कर्पच्छ चाहिँ कतै अब भने म फर्केर जाँदैछु है।